म के विश्वास गर्छु भनेदेखि परमेश्वरले तपाईको लागि नेक्स्ट लेभल रिलिज गर्न लाग्नु भएको छ। उहाँसित तपाईको लागि नि स्टोरमा थुप्रो कुरा छ। तपाईको व्यक्तिगत जीवनलाई परमेश्वरले अर्को लेभलमा लैजान चाहनुहुन्छ, चर्चलाई नेक्स्ट लेभलमा लैजान चाहनुहुन्छ। परिवारको लागि परमेश्वरको योजना छ। तपाईले अहिलेसम्म देखेको भन्दा कता शक्तिशाली छ। तर के तपाईले परमेश्वरको उपस्थितिलाई अनर गर्नु, उहाँको उपस्थितिप्रति सेन्सिटिभ बस्नु, उहाँलाई बस्ने ठाउँ बनाउनु, उहाँलाई सत्कार गर्नु भन्ने सत्यतालाई तपाईले सिक्दै हुनु। प्रेरित 13 1 देखि 3 हामी एक साथ पढ्नेछौँ। रेडी? सुरु गरौँ। एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू अर्थात् बर्नबास, काला भनिने सिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाउल थिए। तिनीहरूले परमप्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, मेरो निम्ति बर्नबास र शाउल त्यस कामको लागि अलग गर जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु। तब उपवास प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्नो हात राखेर उनीहरूलाई बिदा दिए। एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू, शिक्षकहरू भेला भएर आराधना गर्दैछ, प्रार्थना गर्दैछ। त्यसमा बर्नबास छ, सिमियोन छ, लुकियस पनि रहेछ, मनेन र शाउल। यी 5 जना मानिसहरूले भेला भएर परमेश्वरलाई आराधना गर्दैछ अनि उपवास बसिराखेको छ। त्यो उपवासको बारेमा एउटा सुन्दर कुरा लेखेको छ। नेपाली भाषाको बाइबलमा त्यो त्यति स्पष्ट छैन, तर अङ्ग्रेजी भाषाको बाइबल म किङ जेम्स भर्सनमा पढ्न लागेको छु। तपाईले डिफरेन्सियल पाउनुहुन्छ। As they ministered to the Lord and fasted, the Holy Ghost said, separate me, Barnabas and Saul, for the work whereunto I have called them. नेपाली भाषाको बाइबलले चाहिँ भन्छ, अगमवक्ता र शिक्षकहरू भेला भएर आराधना गरिरहेका थिए र उपवास बसिरहेका थिए अनि पवित्र आत्मा बोल्नुभयो। तर अङ्ग्रेजीको यही खण्डको अनुवादले चाहिँ भन्दछ, अगमवक्ता र शिक्षकहरू बसेर उपवास बसिरहेका थिए अनि परमेश्वरलाई मिनिस्टर गर्दै थिए। They were ministering unto God भनेर भन्छ है त। उनीहरूले परमेश्वरलाई मिनिस्टर गर्दै थिए। मैले यो खण्डलाई मूल संस्करणमा पनि हेरेँ, ग्रीकको इन्टरलाइनरमा पनि हेरेँ, त्यहाँ पनि के लेखेको छ, उनीहरूले सेवा गर्दै थिए या सत्कार गर्दै थिए भन्ने कुरा त्यहाँनिर लेखेको छ। साह्रो शक्तिशाली सत्यता चाहिँ के हो भनेदेखि त्यो चर्चले भेला भएर उपवास मात्र बसिराखेको थिएन, गीत मात्र गाइराखेको थिएन, प्रार्थना मात्र गरिराखेको थिएन, तर उनीहरूले परमेश्वरको उपस्थितिलाई मिनिस्टर गर्दै थिए। उनीहरूले परमेश्वरको उपस्थितिलाई सत्कार गर्दै थिए। मिनिस्टर भन्ने शब्दको मतलब चाहिँ हो कसैको सेवा गर्नु, कसैलाई स्याहार्नु, कसैलाई सत्कार गर्नु। त्यो चर्चले नि परमेश्वरको अगाडि गीत मात्र गाइराखेको थिएन, प्रार्थना मात्र गरिराखेको थिएन, उपवास मात्र बसिराखेको थिएन, परमेश्वरको उपस्थितिलाई बस्ने ठाउँ बनाउँदै थियो। परमेश्वरको उपस्थितिलाई सत्कार गर्दैछ, परमेश्वरको उपस्थितिलाई सेवा गर्दैछ। जो पनि हाम्रो बीचमा हामीले मन पराएको, हामीले इज्जत गरेको या हाम्रो मनले खाएको मानिसहरू जब आउँछ, हामी उनीहरूलाई सत्कार गर्छौँ, सेवा गर्छौँ, उनीहरूलाई कम्फर्टेबल बनाउनु खोज्छौँ। म पनि त्यही गर्छु। मेरो चर्चमा जब मेरो मनले खाएको, मैले इज्जत गरेको, मैले यसो हेर्दाखेरि साह्रै हृदयले खाएको मान्छे जब आउँछ, म उनीहरूलाई सत्कार गर्छु, म उनीहरूको लागि जग्गा बनाउँछु। अस्ति एक्रोनमा पास्टर कालेबसित थिएँ, उहाँले
सत्कार गर्नुभयो, इज्जत गर्नुभयो। अनि घरि चिया बोकेर आउनुहुन्थ्यो। घरि बेलुकी आज यो रेस्टुरेन्ट, भोलि त्यो रेस्टुरेन्ट। अनि मेरो समस्या चाहिँ के हो भने म धेरै खानु सक्दिनँ। अनि अमेरिकाको रेस्टुरेन्टहरूमा चाहिँ खाना चाहिँ यति धेरै धेरै दिन्छ, अनि हामीले दुःखमा हुर्केर होला खाना नफ्याँक्नु भन्ने कल्चरमा हुर्केको। अनि यति आएर त्यो फ्याँक्दा म हरेक रात चाहिँ गिल्टी भएर फर्किन्थेँ। तर उहाँले नि यति धेरै सत्कार गर्नुभयो। घरि खाना खुवाउनु लानुहुन्थ्यो, घरि चिया बोकेर आउनुहुन्थ्यो, घरि ड्रिङ्क बोकेर आउनुहुन्थ्यो, घरि झोला भन्दै त्यो एउटा झोला त म बोक्नु सक्छु नि भन्ने, र पनि उहाँले त्यो बोक्नुहुन्थ्यो। तर उहाँले जोसुकैले त्यो गर्नुहुन्न, होइन पास्टर? उहाँले कति मान्छे भेट्छ उहाँले जोसुकैलाई गर्नुहुन्न। तर उहाँले किन चाहिँ ब्याग टिप्नुहुन्छ, किन चाहिँ खाना खुवाउनु लानुहुन्छ, किन चाहिँ कोठामा ड्रिङ्क बोकेर आउनुहुन्छ, चिया बोकेर आउनुहुन्छ भनेदेखि उहाँले मलाई माया गर्नुहुन्छ, उहाँले मलाई इज्जत गर्नुहुन्छ। अनि उहाँले मलाई उहाँको घरमा बसेको मन पराउनुहुन्छ, मलाई कम्फर्टेबल बनाउन चाहनुहुन्छ। अनि जुन ठाउँमा पनि मलाई माया गरेको, सत्कार गरेको, मन पराएको अनुभव गर्छु, त्यो ठाउँमा मलाई जहिले पनि फर्केर जानु मन पर्छ। नेक्स्ट आउँछु भनेको होइन है। हुन त उहाँहरूले जोड गरेकै हुनुहुन्छ। नेक्स्ट सेड्युलमा हालौँ भनेर म वर्ड त दिनु सक्दिनँ। तर जहाँ पनि मलाई माया गरेको, मलाई सत्कार गरेको, मलाई मेरो लागि जग्गा बनाएको, मेरो उपस्थितिलाई भ्यालुएबल ठानेको अनुभव हुन्छ, मलाई त्यो ठाउँमा फर्केर जान मन पर्छ। एन्टिओकको चर्चको एउटा सुन्दर कुरा चाहिँ के छ, चर्चले परमेश्वरको उपस्थितिलाई होस्ट गर्न जानेको छ। उनीहरूले परमेश्वरको उपस्थितिलाई सत्कार गर्न जानेको छ, मन पराउन जानेको छ, स्याहार सुसार गर्न जानेको छ। अनि जो पनि चर्चले नि परमेश्वरको उपस्थितिलाई सत्कार गर्नु, मन पराउनु, इज्जत गर्नु, ठाउँ बनाउनु, जब त्यसले चाहिँ कति चाहिँ फरक पार्छ हामी केही पलमा अब हेर्न लागेका छौँ। तर मजाको कुरा चाहिँ के छ भनेदेखि नि, दे वर मिनिस्टरिङ अन टु गड एन्ड फास्टिङ भनेको छ। उनीहरूले परमेश्वरको उपस्थितिलाई गीतमा त गाइराखेको थिएन, प्रार्थनामा त गरिराखेका थिएन, उपवास थिएन, तर परमेश्वरलाई नै उनीहरूले सत्कार गर्दै थिए। सत्कार भन्नुहोस् न सबैले, स्याहार्दै थिए, सत्कार गर्दै थिए। परमेश्वरलाई नै उनीहरूले इज्जत गरिराखेका थिए। अनि यो चाहिँ नि वास्तवमा यसो हेऱ्यौँ भनेदेखि चर्चमा भएको दुई जोसिलो अनि जोस निकै माथि चढेर, अलिकति दिमागमाथि चढेर एक्सट्रिम नै गरिहाल्ने खालको मान्छेहरू होइन। यसो हेर्नुभयो भनेदेखि नि यो चाहिँ वास्तवमा यस चर्चको लिडरसिप हो। याद राख्नुहोस् है, कोही बेला चर्चमा 2-4 जना धेरै प्रार्थना गर्नु मन पराउने मान्छेको कुरा गरेको होइन, यो चाहिँ चर्चको लिडरसिपको कुरा गर्दैछ। यहाँनिर तपाईँले हेर्नुभयो भनेदेखि अगमवक्ताहरू छ, तपाईँले यहाँनिर हेर्नुभयो भने शिक्षकहरू छ, तपाईँले यहाँ हेर्नुभयो भने प्रेरितहरू छ। एटलिस्ट मिनिमम पनि तपाईँले 3वटा एपोस्टोलिक अफिसहरू देख्नु, शिक्षक भन्ने अफिस बोकेका मानिसहरू रहेछ, अगमवक्ताको अफिसमा उभिएको मान्छेहरू रहेछ, बाइबलले क्लियरली भन्छ। अनि प्रेरितहरू पनि रहेछ। प्रेरित भन्ने नाम यहाँ उल्लेख भएको छैन, तर हामी सबैलाई थाहा छ पावल एक प्रेरित थिए, बर्नबास एक प्रेरित थिए। अनि प्रेरितहरू, अगमवक्ताहरू, शिक्षकहरू भेला भएर उपवास बस्दै रहेछ, उनीहरूले भेला भएर आराधना गर्दै रहेछ, उनीहरूले भेला भएर परमेश्वरको उपस्थितिलाई मिनिस्टर गर्दैछ, सत्कार गर्दैछ, परमेश्वरको लागि बस्ने ठाउँ तयार पार्दैछ। यिनीहरू चाहिँ यसो हेर्नु हो भनेदेखि यो चर्चको कोर लिडरसिप। कल्पना गर्नुहोस् त, जुन चर्चको कोर लिडरसिप नै परमेश्वरको उपस्थितिको लागि ठाउँ बनाउने खालको छ भनेदेखि त्यो चर्च चाहिँ कस्तो होला। यो ग्रुप चाहिँ के हो भनेदेखि यो सम्पूर्ण चर्चको एउटा रिप्रेजेन्टेसन हो। यो ग्रुपलाई तपाईँले यसो हेर्दाखेरि यिनीहरूले नेतृत्व गरेको एन्टिओक कस्तो थियो भने तपाईँले अनुमान लगाउन सक्नुहुन्छ। पास्टर आफै परमेश्वरको उपस्थितिको लागि मरिमेट्ने छ, अगमवक्ता आफै परमेश्वरको उपस्थितिको लागि मरिमेट्ने छ, प्रेरितहरू त हो तर ऊ माथि अल्गो चेयरमा बसेर नि मेरो ओहदा भनेर बस्ने
यिनीहरूले परमेश्वरको उपस्थितिलाई होस्ट गर्दैछ, परमेश्वरको उपस्थितिलाई सत्कार गर्दैछ, परमेश्वरको उपस्थितिको लागि बस्ने ठाउँ जब बनाउँदैछ नि, यो चाहिँ एन्टियोकको सम्पूर्ण चर्चको एउटा के हो भने चाहिँ स्न्याप हो। यो चाहिँ यो एउटा झलक हो। यो चाहिँ त्यसले के दर्शाउँदैछ, एन्टियोकको चर्च चाहिँ कस्तो खालको थियो। आज वर्ड एन्ड लाइफ चर्चलाई मेरो एउटा शक्तिशाली सल्लाह चाहिँ के हो भनेदेखि नि, बी अ चर्च who hosts the presence of God. यस्तो खालको चर्च बन्नुहोस् जसले सधैँ परमेश्वरको उपस्थितिलाई सत्कार गर्दछ, परमेश्वरलाई मिनिस्टर गर्दछ, परमेश्वरको लागि बस्ने ठाउँ बनाउँदछ। किनकि जुनै पनि ठाउँमा जब तपाईलाई इज्जत गरिन्छ, मन पराइन्छ, तपाईको लागि ठाउँ बनाइन्छ, त्यो ठाउँमा तपाईलाई फर्केर जानु मनपर्छ। अनि जुन चर्चले, जुन मण्डलीले पनि परमेश्वरको उपस्थितिलाई सम्मान गर्न जानेको हुँदछ नि, त्यो ठाउँमा परमेश्वर आएर बस्नुहुन्छ। परमेश्वरको उपस्थितिको अभाव कहिल्यै पनि हुँदैन। मण्डली त थुप्रै हुन्छ, सेवकाई पनि थुप्रै हुन्छ, तर कति ठाउँमा पस्दाखेरि तपाईँले अनुभव गर्नुहुन्छ म प्रोग्रामभित्र पस्दैछु, कति ठाउँमा पस्दाखेरि तपाईँलाई थाहा हुन्छ म एउटा सङ्गठनभित्र पस्दैछु, तर कति ठाउँमा स्वाट्टै पस्दाखेरि तपाईँले नि चाल पाउनुहुन्छ यहाँनिर परमेश्वर बस्नु भएको छ, परमेश्वरको उपस्थिति त्यहाँनिर छ। याकुबले बेथेलको बारेमा साह्रो मजाले भनेको छ, यो ठाउँमा परमेश्वर हुनुहुँदो रहेछ, मलाई थाहा थिएन। अनि त्यो ठाउँको बारेमा सोच्दाखेरि उसलाई लागेको छ। प्रार्थना गरौँ परमेश्वर हाम्रो चर्चलाई नि उहाँको उपस्थिति आएर अडिने एउटा ठाउँ बनाओस्। आइतबार सेवा गर्ने होइन, प्रार्थना गर्ने मात्र होइन, मिसन गर्ने मात्र होइन, तर परमेश्वरको उपस्थितिलाई बस्ने ठाउँ बनाउने। परमेश्वर हाम्रो बीचमा बस्न चाहनुहुन्छ, उहाँको उपस्थिति बस्न चाहन्छ। मलाई रोहित थापाले लेखेको त्यो गीत मनपर्छ, येशूको घर बनाउने समय आएको छ, स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ, यसैले आऊ हात समाऊ, जीवित पत्थर जोडिँदै जाऊ। स्वर्गले चाहिँ नि हाम्रो बिचमा बस्न चाहन्छ। यसर्थ जो पनि हामी चर्चमा आउँछौँ नि, परमेश्वरको उपस्थितिलाई हामी सम्मान गर्न सिकौँ। एउटा मण्डलीको रूपमा, एउटा चर्चको रूपमा मलाई खुसी लाग्छ तपाईँहरूको चर्चको उपवास म देख्छु। चर्च उपवास बसेको कुरा गर्दै 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 आयौँ। तपाईँले धेरै उपवास बस्नुहुन्छ, तपाईँहरूको उपवासको अपडेटहरू म देखिराखेको छु। मलाई लाग्छ परमेश्वरले तपाईँलाई उहाँको उपस्थितिलाई सत्कार गर्ने रहस्य बिस्तारै सिकाउँदै हुनुहुन्छ। एन्टियोकको अगुवाई यस्तो छ भनेदेखि चर्च चाहिँ कस्तो चाहिँ थियो होला, कल्पना गर्नुहोस् है त। धेरैचोटि नि चर्च कस्तो छ भनेर हेर्नु हो भनेदेखि अगुवालाई हेर्दाखेरि हुन्छ, अनि सारा चर्चको परिचय पाउँछ है त। पास्टर बिने आउनुहुन्छ उता सेवकाईको लागि, धेरैले उहाँको चर्च देखे, तर उहाँलाई हेऱ्यो भनेदेखि काफी छ, तपाईँले चर्चको सारा परिचय पाउनुहुन्छ। तपाईँले धेरैले मेरो चर्चलाई देख्नु भएको छैन, तर मेरो चर्चलाई तपाईँले नदेखे पनि मलाई जसले देखेको छ, तपाईँले धेरैले मेरो चर्च कस्तो चाहिँ थियो भनेर अनुमान लगाउन सक्नुहुन्छ। एन्टियोकको चर्चमा नि अगमवक्ता नै, शिक्षक नै त्यस्तो रहेछ, प्रेरित नै त्यस्तो रहेछ भनेदेखि नि तपाईँले सेफली एज्युम गर्न सक्नुहुन्छ यो सारा चर्च नै ईश्वरको उपस्थिति आएको मन पराउने, बसेको मन पराउने ठाउँ बनाउने मण्डली रहेछ। अनि जो पनि मण्डलीले परमेश्वरको उपस्थितिलाई मन पराउनु सिक्दछ, परिवारले, यो चाहिँ मण्डलीको बारेमा मात्र नै, परिवारको बारेमा पनि हो। परिवारले जो पनि आफ्नो खानदानभित्र परमेश्वरको उपस्थिति बस्ने ठाउँ बनाउँछ, परमेश्वरको उपस्थितिलाई भ्यालुएबल सम्झिन्छ, कुनै पनि चाहँदैन जुन कुराले ईश्वरलाई दुखित बनाउँदछ, परमेश्वरको उपस्थितिको लागि मरिमेट्छ, खोज्दछ, जो पनि मण्डली र परिवार या व्यक्ति यो ठाउँमा पुग्दछ। मैले क्याथरिन कुलमनको कतिवटा कथाहरू पढ्दै गर्दाखेरि उसले
भनेदेखि ऊ यीशुको उपस्थितिप्रति यति सेन्सिटिभ छ, उसले मिटिङमा उठ्दाखेरि भन्थ्यो अरे, पवित्र आत्मालाई दुखित नबनाइदेऊ, पवित्र आत्मालाई दुखित नबनाइदेऊ। उहाँले नै मलाई छोडेर जानुभयो भने म केही पनि गर्न सक्दिनँ। यसो गरिदेऊ, म पवित्र आत्माको उपस्थितिको लागि एउटा जग्गा बनाउँदैछु, प्लिज मसित सहमत भइदेऊ। किन उहाँ नै जानुभयो भनेदेखि यो स्टेज रित्तो छ, म केही पनि गर्नु सक्दिनँ। जो पनि हामी यो ठाउँमा पुग्छौँ नि, त्यहाँदेखि चाहिँ के हुँदछ तपाईँले लेखेको छ, तिनीहरूले प्रभुको आराधना गरिरहेको र उपवास बसिरहेको बेला पवित्र आत्माले भन्नुभयो, मेरो निम्ति बारनबास र साउललाई त्यस कामको निम्ति अलग गर जुन कामको लागि मैले तिनीहरूलाई बोलाएको छु। उपवास बस्दैछ, तिनीहरूले आराधना गर्दैछ, तर प्रोग्राम होइन। तिनीहरूले एक व्यक्तिको सत्कार गर्दैछ, परमेश्वरको सत्कार गर्दैछ, परमेश्वरको लागि बस्ने ठाउँ बनाउँदैछ, परमेश्वरलाई मन पराउँदैछ, परमेश्वरको उपस्थितिप्रति उनीहरू कन्सियस छ। अनि यस्तो खालको एटमोस्फियरमा निर्माण हुँदै 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 गएको छ, बिचमा पुग्दाखेरि नि पवित्र आत्मा स्वाटै बोल्नु सुरु गरेको छ। अनि पवित्र आत्माले परमेश्वरको हृदयभित्रको कुराहरू बिचमा ल्याउन सुरु गर्नुभएको छ। शक्तिशाली सत्यता चाहिँ के हो भनेदेखि, जो पनि हामी परमेश्वरको उपस्थितिलाई मन पराउँछौँ, उहाँको लागि मरिमेट्छौँ, उहाँको लागि बस्ने ठाउँ बनाउँदछौँ, उहाँको उपस्थितिलाई सत्कार गर्दछौँ, त्यो ठाउँमा नि पवित्र आत्माले बोल्ने ठाउँ सधैँभरि खुल्दछ। पवित्र आत्माले परमेश्वरको विचारलाई कम्युनिकेट गर्छ। परमेश्वर बोलेको सुन्नु गाह्रो पर्दैन। याद राख्नुहोस्, पवित्र आत्मा बोलेको सुन्नुको लागि चाहिँ टेक्निकहरू छैन। पवित्र आत्मा बोलेको सुन्नुको लागि चाहिँ कुनै स्किलको जरुरत छैन। जो पनि तपाईँले परमेश्वरको नदेखिने उपस्थितिलाई सम्मान गर्न सिक्नुहुन्छ, इज्जत गर्न सिक्नुहुन्छ, उहाँलाई राख्ने ठाउँ जब बनाउन सुरु गर्नुहुन्छ नि, पवित्र आत्माले बोल्ने, पवित्र आत्मा बोल्न सुरु गर्नुभयो एन्टियोखको चर्चसित। अनि जसै पवित्र आत्मा बोल्न सुरु गर्नुभयो, त्यति बेला के हुन सुरु भयो भनेदेखि नि, पवित्र आत्माले त्यो चर्चलाई भनेको छ, बर्नबास र साउललाई त्यस कामको लागि छुट्याऊ जसको लागि मैले तिनीहरूलाई अलग गरेको छु। अचानक पवित्र आत्माले नि मानिसहरूको परमेश्वरको योजनालाई प्रकट गर्न सुरु गर्यो। तपाईँ धेरैजनालाई लाग्ला मेरो जीवनको लागि परमेश्वरको योजना के हो, परमेश्वरले मबाट के चाहनुहुन्छ, म के गरौँ भन्छ नि। तर परमेश्वरको उपस्थितिलाई चाहिँ हामीले होस्ट चाहिँ गर्न जान्यौँ भनेदेखि पवित्र आत्मा बोल्न लाग्नुहुन्छ। अनि पवित्र आत्माले बोल्ने ठाउँ चाहिँ बनायौँ भनेदेखि नि तपाईँहरू हरेकले आफ्नो जीवनको लागि परमेश्वरको विचारलाई चाल पाउन सुरु गर्नुहुन्छ, परमेश्वरको डाइरेक्सनलाई चाल पाउन सुरु गर्नुहुन्छ। सेवकाईका लागि मात्र होइन, तपाईँको बिजनेसका लागि परमेश्वरको आइडियाहरू प्रकट हुन सुरु हुन्छ। सेवकाईका लागि मात्र होइन, तपाईँको जबको लागि, तपाईँको फ्यामिलीको लागि, यहाँ बर्नबासको इच्छा प्रकट हुँदैछ, साउलको लागि परमेश्वरको इच्छा प्रकट हुँदैछ, परमेश्वरको योजना प्रकट हुँदैछ। के तपाईँ आजको दिन नि आफ्नो जीवनको लागि परमेश्वरको योजना चाल पाउन चाहनुहुन्छ? परमेश्वरले तपाईँको लागि स्टोरमा राखिदिएको, भण्डारमा राखिदिएको कुरा चाहिँ के हो, चाल पाउन चाहनुहुन्छ भनेदेखि नि परमेश्वरको उपस्थितिको लागि जग्गा बनाउने मण्डली बनाऊ। म कति ठाउँमा यात्रा गर्छु, गीत गाइराखेको हुन्छ, चुङ्गम खाइराखेको हुन्छ, नानी खेलाइराखेको हुन्छ, मोबाइल चलाइराखेको हुन्छ। एक दिन म वचन बोल्दै त्यति गहिरो हुँदै जाँदैछ, ऐना निकालेर लिपस्टिक लगाइराखेको छ, मेकअप गरिराखेको छ। मलाई भन्नु हो भनेदेखि मलाई रिस उठेन, दुःख लागेर आयो। अनि मैले माथिबाट भन्न कर्ला, एकछिन लिपस्टिक बिग्रियो भने पनि केही पनि फरक पर्दैन, तर के परमेश्वरको उपस्थितिलाई रेस्पेक्ट गर्ने, सम्मान गर्ने। वास्तवमा नि हाम्रो बिचमा यति बेला पनि परमेश्वर हुनुहुन्छ। हामी भुल्छौँ त्यो कुरालाई चाहिँ। गीत गाउँदै गरेको हुन्छौँ, वचन सुन्दै गरेको हुन्छौँ, तर यहाँ बिचमा कोही हुनुहुन्छ। के तपाईँ त्यो बारेमा कन्सियस हुनुहुन्छ? कल्पना गर्नुहोस् त, देशको प्रेसिडेन्ट चाहिँ अहिले यहाँ आएको भएदेखि तपाईँ यसरी बस्नुहुन्थ्यो? बस्नुहुन्थेन। सतर्क भएर सास फेर्नु भन्ने
ध्यान दिन्थ्यो होला है त। यसो लथालिङ्गै हामीले बस्ने, हेर्नुहोस् तपाईँ लथालिङ्गै हुनुहुन्न, तर कति ठाउँमा जान्छु कसैलाई परवाही छैन, किनकि गीत गाउनेले गाइराखेको छ, बोल्नेले बोलिराखेको छ, एटेन्ड गर्नेले गरिराखेको छ, अनि उनीहरूले के एटेन्ड गर्दैछ भने प्रोग्राम एटेन्ड गर्दैछ, सङ्गठनमा उनीहरू कनेक्ट भइराखेको छ। तर म के विश्वास गर्छु भनेदेखि वर्ड एन्ड लाइफ चर्च चाहिँ इट्स मोर देन एन अर्गनाइजेसन। यो चाहिँ के हो? परमेश्वरको उपस्थिति बस्ने ठाउँ हो, जहाँ परमेश्वर आएर बस्नु भएको छ है त। उहाँ यति बेला पनि हाम्रो बिचमा हुनुहुन्छ। के तपाईँले उहाँको उपस्थितिलाई सोच्नु हुँदैछ, सचेत हुनु हुँदैछ त्यस उपस्थितिप्रति? के तपाईँले उहाँको लागि बस्ने ठाउँ बनाउनु हुँदैछ? तपाईँले माया गरेको व्यक्ति तपाईँ घरमा आयो भनेदेखि हर प्रकारले तपाईँले कम्फर्टेबल बनाउनु खोज्नुहुन्छ, किनकि तपाईँ चाहनुहुन्छ उहाँ दुखित नहोस्, उहाँलाई अनकम्फर्टेबल नहोस्। हामी प्रार्थना गरौँ परमेश्वरले यो कन्सियसनेस हाम्रो बिचमा ल्याउन्। अनि जो पनि यस्तो हुँदछ त्यति बेला के हुँदछ भनेदेखि नि पवित्र आत्मा बोल्न लाग्नुहुन्छ, अनि त्यति बेला के हुँदछ मानिसहरूको लागि परमेश्वरको योजना प्रकट हुन सुरु हुँदछ। बर्नबासको लागि प्रकट भयो, शाउलको लागि प्रकट भयो। परमेश्वरले तपाईँको जीवनको लागि उहाँको योजनालाई प्रकट गर्न सुरु गर्नुहुन्छ, उहाँको विचारलाई प्रकट गर्न सुरु गर्नुहुन्छ। हामीले धेरैचोटि परमेश्वरले मेरो जीवनको लागि उहाँको योजनालाई प्रकट गर्नुहुन्छ भन्दा सेवाकाईमा बोलाउने मात्र सोच्दै गरेको हुन्छ, होइन। परमेश्वरसित नि तपाईँको जबको लेभललाई अर्को ठाउँमा लैजाने योजना छ। परमेश्वरसित तपाईँको बिजनेसलाई हायर लेभलमा लैजाने योजना छ। तपाईँको छोराछोरीको लागि विस्डम दिने योजना छ परमेश्वरसित। तपाईँ आज जुन क्रिटिकल समस्यासित, प्रब्लमसित लड्दै हुनुहुन्छ त्यसलाई क्र्याक गर्न सक्ने उपायहरू दिने इच्छा छ। तर हामीले धेरैचोटि नि परमेश्वरको विस्डमलाई नभेटेको एउटा कारण के हो थाहा छ? बाइबलले के भन्छ भनेदेखि नि परमप्रभुको भए बुद्धिको सुरुवात हो, ज्ञानको सुरुवात हो। परमेश्वरको बुद्धि चाहिँ नि स्कुलमा होइन, उपस्थितिमा बस्नुबाट आउँदछ, उहाँलाई सम्मान गर्नुबाट आउँदछ। परमेश्वरले तपाईँको फ्यामिलीको बारेमा, जीवनको बारेमा, सबै कुराको बारेमा आफ्नो विचारलाई प्रकट गर्न सुरु गर्नुहुन्छ। तपाईँले अलिकति हेर्नुभयो भनेदेखि नि मण्डलीको लागि परमेश्वरको योजना प्रकट हुन सुरु भएको छ। बर्नबासलाई अलग गर, जुन कामको लागि मैले तिनीहरूलाई बोलाएको छु, अचानक त्यो चर्च नि अघि बिहान जुट्दा राम्रै जुटेको, बेलुकी निस्किँदाखेरि चाहिँ मिसनभित्र पसेर निस्केको छ। त्यो चर्चले परमेश्वरको योजनालाई भेटाएको छ। अनि साह्रो मजाको कुरा चाहिँ के छ भनेदेखि नि तपाईँले यहाँदेखि उसो कि सारा मण्डली चाहिँ सेवाकाईको नेक्स्ट लेभलमा गएको छ। किनकि अहिलेसम्म चाहिँ यसो हेऱ्यौँ भनेदेखि प्रचार चाहिँ यहुदी जातिहरूको बिचमा मात्र धेरै भइराखेको छ। अनि जति पनि मण्डलीको फाउन्डरहरू छ यरुसलेमको, उनीहरू सबै यहुदीहरू हो। त्यसले गर्दा यहुदीलाई मात्र प्रचार गर्दैछ। अनि परमेश्वरले माथिबाट झर्दै गरेको तन्नामा, च्यादरमा चाहिँ थुप्रो किसिमको पशु देखाएर पत्रुसलाई कर्नेलियसको घरमा पठाउनु बाध्य परे है त परमेश्वर। र पनि चर्च चाहिँ के भएको छैन भनेदेखि नि अन्य जातीय संसारका लागि खुलिएको छैन। यस्तो खालको ठाउँ छ जहाँनिर डेलिबरेटली के गरेको छ, चर्चले चाहिँ नि यहुदीहरूको बारेमा सोच्नु छोडेर चाहिँ अचानक गैर यहुदी अन्य जातिको बारेमा सोच्न सुरु गरेको छ। अनि पावल र बर्नबासलाई नि उनीहरूले त्यो कामको लागि अलग गरेको छ, जुन काम चाहिँ के थियो, गैर यहुदी संसारमा चाहिँ सुसमाचार लिएर जानु। अनि यहाँदेखि एउटा यस्तो खालको शक्तिशाली परमेश्वरको स्ट्राटेजी चाहिँ चर्चको लागि सुरु भएको छ। त्यसले चर्चलाई नि यस्तो माथिल्लो लेभलमा लगेको छ। याद राख्नुहोस्, यो एन्टियोकको चर्चले नि परमेश्वरले उनीहरूलाई लेभललाई चाहिँ नदेखेको भएदेखि आज तपाईँ र हामी यहाँनिर हुने थिएनौँ। हामी यहाँ चाहिँ यरुसलेमको चर्चले गर्दा होइन, एन्टियोकको चर्चले गर्दा आएको हौँ। याद राख्नुहोस्, किनकि एन्टियोकको चर्चले चाहिँ सेन्सिटिभ भएर परमेश्वरको नेक्स्ट मुभलाई चाल पाएको छ, परमेश्वरको नेक्स्ट ऋतुलाई चाल पाएको छ। परमेश्वरले उनीहरू यरुसलेम बिचमा जा भन्ने कुरा भनेको छ। अनि पावल र बर्नबासले चाहिँ त्यो सत्यतालाई बोकेर गएको छ। अनि हेर्दाखेरि त्यो कुरा यति साह्रो सानो देख्दै थियो, तर पावललाई पनि थाहा थिएन, बर्नबासलाई पनि थाहा थिएन उनीहरू जुन कुरा
नि त्यो कुरा चाहिँ उनीहरूको जीवन बितेर जब हजारौं वर्ष बित्छ त्यति बेला कत्रो चाहिँ बन्छ उनीहरूले त्यति बेला देखेकै थिएन। त्यस्तो काम चाहिँ नि परमेश्वरले एन्टियोक चर्चमा सुरु गर्नुभयो। लिटरली भन्नु हो भने त्यो चर्च चाहिँ नेक्स्ट लेभलमा गएको छ। हामी धेरैचोटि रणनीतिको कुरा गर्छौँ, योजनाको कुरा गर्छौँ, मिसनको कुरा गर्छौँ, तर रणनीति, मिसन र परमेश्वरको योजना चाहिँ जहिले पनि उहाँको उपस्थितिमा जन्मदछ। चर्च नि नेक्स्ट ऋतुभित्र पसेको छ। एउटा ऋतु सक्दैछ र अर्को ऋतुभित्र पस्दैछ। त्यो गैर यहुदी जातिहरूको बिचमा सुसमाचार प्रचारको ऋतु हो, उनीहरू पसेको छ। अनि यो सबै कुरा चाहिँ परमेश्वरको उपस्थितिलाई मन पराउनु, इज्जत गर्नु, सत्कार गर्नु, उहाँको लागि ठाउँ बनाउनुबाट सुरु भएको छ। म के विश्वास गर्छु भनेदेखि तपाईहरुको चर्च आज यहाँसम्म आइपुग्यो। किन आइपुग्यो भनेदेखि नि तपाईले परमेश्वरको उपस्थितिलाई मन पराउने कुरालाई सिक्दै हुनुहुन्छ, उहाँसित बस्ने कुरालाई तपाईहरुले सिक्दै हुनुहुन्छ। हाम्रो आफ्नो चर्चको कुरा गर्नु हो भनेदेखि नि हामीले जब सेवाकाई थाल्यौं, स्ट्रगलको दिन थियो, गाह्रो थियो, तर चर्चलाई जहिले पनि नेक्स्ट लेभलमा लाने आइडियाहरू चाहिँ, कन्सेप्टहरू चाहिँ मिसनको कन्फरेन्सहरुमा आएन, परमेश्वरसित बस्नुबाट नै आयो। प्रार्थना गर्दै गर्दाखेरि परमेश्वरले के चर्चलाई चाहिँ बाहिर सहरदेखि बाहिर एउटा कुनामा नराख, सहर बीचमा लैजा भन्ने कुरा बोल्नु, लानुपर्छ भन्ने। जब त्यो भयो त्यसले मलाई खुसी बनाउनुको सट्टा नि बिसन्चो पार्यो, किनकि चर्च एउटा चाहिँ सानो थियो, अर्को चाहिँ पैसा थिएन। यति साह्रो सानो थियो, मैले सायद तपाईलाई भने पनि होला, 2300 रुपियाँ भनेको कति पनि होइन है, त्यति रेन्ट थियो। घर मालिकले बढाएर 2600 बनाएछ ल्यान्डलर्डले, तर 2600 तिर्नु गाह्रो। एल्डरहरूले लिएर चाहिँ नेगोसिएट गर्नु गएको, घटाइ माग्नुको लागि यति बेसी दुःख पोखाएको। ल्यान्डलर्ड लास्टमा दया जागेर चाहिँ ठिकै छ म 2600 बनाउँदिनँ, 2400 चाहिँ दिनु भनेर, त्यस्तो थियो। चर्चको हिसाबको अडिट गर्दाखेरि चाहिँ अडिटरले हामीलाई बोलाएर चाहिँ तिमीहरूको इन्कम र तिमीहरूको खर्चलाई यसो हेर्दाखेरि चाहिँ 10 महिना चाहिँ सर्भाइभ गर्छ, त्यहाँ चाहिँ खतम हुन्छ, तिमीहरू सक्दैन भनेर भनेको। या त खर्च घटाऊ या इन्कम बढाऊ, तर हुँदैन भनेको थियो। अब त्यस्तो अवस्थामा जब परमेश्वरले सहरको बीचमा जा भन्दैछ, सुसाइडल हो त्यो चाहिँ सिधै भिरमा गएर चाहिँ देख्दा देख्दै हाम फालेको। अनि एज अ पास्टर मेरो लागि त्यो एउटा स्केरी मोमेन्टहरू थियो। कयौँचोटि नि चर्चले पास्टरको दर्दलाई बुझ्दैन है त, वेदनालाई। चर्च त पास्टरले जाउँ भनेपछि गइहाल्छ, अब साह्रो पऱ्यो भने पुलोको कोलाई हेरिहाल्छ, पास्टरलाई हेरेर चाहिँ अब सारा कसको टाउकोमा आउँछ, पास्टरको टाउकोमा आउँछ। अनि कयौँचोटि नि चर्चले बुझ्दैन, चर्चले यति बेसी भरोसा गर्दै जाउँ भने जाउँ, अनि उनीहरूले कहिले सोध्दैन कहाँबाट आउँछ भनेर। बुढोले ल्याउला नि कतैबाट सोचेको थियो होला, केही त छ होला भन्ने, तर केही पनि थिएन। बजारमा हिँड्दाखेरि नि गरेर हेर्थेँ बिल्डिङहरू नि, यसले पो रेन्टमा देला कि त्यसले पो देला कि त्यसले पो सोध्नु पठाएको। त्यो बिल्डिङको दामहरू सुन्दाखेरि यति साह्रो महँगो महँगो दामहरू। तर समय आयो, परमेश्वरले जुटाउनु भयो। अनि जसै हामीले त्यसमा पाइला चाल्ने कोसिस गऱ्यौँ, त्यो ठाउँ जुट्यो, हामी पस्यौँ। अहिले पनि साह्रो ठुलो ठाउँमा त छैनौँ, मान्छे चाहिँ निकै भिड छ, तर ठाउँ चाहिँ ठुलो छ। नि पास्टर बेनेले देख्नु भएको छ, तपाईँ यहाँनिर पार्किङ लटमै अब जग्गा राख्नुहुन्छ, त्यो त हाम्रो लागि हराउने ठाउँहरू है त। त्यहाँ आयो भने त कोही कोही बेला नि म बाटो कता पो हुनु खोज्नुपर्छ, त्यति ठुलो भएर हामी सानो ठाउँमा बस्छौँ। तर पनि हामी बढ्यौँ, परमेश्वरले चर्चलाई नेक्स्ट ऋतुभित्र लैजानु भयो। तर त्यो डिरेक्सन, त्यो मार्गदर्शन चाहिँ वास्तवमा कहाँ चाहिँ जन्म्यो भने परमेश्वरको उपस्थितिमा बस्दाखेरि। म के विश्वास गर्छु भनेदेखि परमेश्वरले तपाईको लागि नेक्स्ट लेभल रिलिज गर्न लाग्नु भएको छ। उहाँसित तपाईको लागि नि स्टोरमा थुप्रो कुरा छ। तपाईको व्यक्तिगत जीवनलाई परमेश्वरले अर्को लेभलमा लैजान चाहनुहुन्छ, चर्चलाई नेक्स्ट लेभलमा लैजान चाहनुहुन्छ, तपाईको परिवारको
लागि परमेश्वरको योजना चाहिँ तपाईँले अहिलेसम्म देखेको भन्दा कता शक्तिशाली छ। तर के तपाईँले परमेश्वरको उपस्थितिलाई अनर गर्नु, उहाँको उपस्थितिप्रति सेन्सिटिभ बस्नु, उहाँलाई बस्ने ठाउँ बनाउनु, उहाँलाई सत्कार गर्नु भन्ने सत्यतालाई तपाईँले सिक्दै हुनुहुन्छ। यो चाहिँ तपाईँ र मेरो लागि एउटा क्वेसन हो। मलाई पुरानो नियममा नि एकजना मानिसको कुरा तपाईँहरूसित गर्न मन लाग्यो अनि यो गरेपछि हामी अन्त गर्छौँ। तपाईँले दोस्रो शमूएल 6 अध्यायको 10 र 12 पदलाई हेर्नुभयो भने यसरी लेखेको भेटाउनुहुन्छ। परमप्रभुको सन्दुक आफूसँग दाउदको सहरमा तिनले लैजान चाहेनन्, बरु तिनले गित्ती ओबेद एदोमको घरमा सन्दुक पुर्याए। यसरी परमप्रभुको सन्दुक ओबेद एदोमको घरमा 3 महिनासम्म रह्यो। अनि परमप्रभुले ओबेद एदोम र तिनका सबै घरानालाई आशीष दिनुभयो। परमप्रभुको सन्दुकको कारण परमप्रभुले ओबेद एदोमको घराना र तिनका सबै थोकलाई आशीष दिनुभयो भनी जब दाउदलाई सुनाइयो, तब तिनी गएर ओबेद एदोमको घरबाट परमप्रभुको सन्दुक धुमधाम आनन्दको साथ दाउदको सहरमा ल्याए। 10-12। अब यहाँनिर तपाईँले एउटा अर्को मान्छेको घर देख्नुहुन्छ। अघि तपाईँले एउटा चर्च देख्नुभयो, अब यहाँ अर्को व्यक्ति र परिवार देख्नुहुन्छ जसले परमेश्वरको उपस्थितिलाई बस्ने ठाउँ बनाएको छ अनि त्यसले उनीको परिवारलाई बदलाएको छ। ओबेद एदोमको घर, ओबेद एदोमको बारेमा तपाईँहरू कतिलाई थाहा छैन। बाचाको सन्दुक किर्यातरिम भन्ने ठाउँमा छ। साउलको जमानादेखि त्यो ठाउँमा छोडिएको, अनि साउल मरेर गएर पनि उसले कहिले पनि त्यो बाचाको सन्दुकलाई अर्को ठाउँ लाने विचारै गरेन। दाउद जब राजा भयो, महलमा बस्न थाल्यो, उसको भित्र एक दिन भएको छ, म त महलमा बस्छु, यति साह्रो भव्य महल छ, तर मेरो परमेश्वरको बाचाको सन्दुक चाहिँ तम्बुमा, त्यही पनि किर्यातरिम भन्ने ठाउँमा छ। परमेश्वरको बाचाको सन्दुकलाई ल्याउनु पर्छ। राम्रो फैसला। गए दाउद, उसको सेना लिएर, दलबल लिएर गए अनि बाचाको सन्दुक लिएर आउँदैछ। तर दाउदको हृदय चाहिँ राम्रो छ, तरिका चाहिँ के छ, गलत छ। परमेश्वरको बाचाको सन्दुकलाई ल्याउनु, त्यसमा बस्ने परमेश्वरको उपस्थितिलाई ल्याउनु राम्रो विचार हो, तर दाउदले नि बुद्धि बेसी लगाएको छ है, त्यो कोही बेला बेसी सोची पठाएको छ। अनि उसले परमेश्वरको बाचाको सन्दुकलाई नयाँ गाडीमा चढाउँछु भनेको छ। अनि नयाँ गोरु गाडीमा चढायो। 2 जना उसको सेक्रेटेरीहरूलाई, उज्जा र अय्यो भन्ने मान्छेलाई चाहिँ जिम्मा दियो, यो हेर्नु है, अनि यो बाचाको सन्दुक झर्ला जस्तो भएको छ समात्नु। अनि त्यो लिएर आउँदै, त्यो गीत गाउँदैछ, सेलिब्रेसन हुँदैछ, जय जयकार हुँदैछ, आउँदैछ। एक ठाउँमा आइपुग्दाखेरि गोरुको खुट्टा चाहिँ ढुङ्गामा ठोकिँदा नि गोरु ढलपलाएको मात्र थियो अरे। बाचाको सन्दुक हलेर भुइँमा उज्जाले र अय्योले गएर च्याप्पै समातेर बाचाको सन्दुकलाई मिलाउन मात्र खोजेको थियो। लुकाई उज्जा मरिगयो, तिनै अय्यो ठहरै भयो, तिनै मर्यो त्यति बेला। 2 जनै, त्यो 2 जना मान्छेको लास भुइँमा ढलेको मात्र थियो। सारा त्यो सेलिब्रेसन झापची भयो, गीतको आवाज बन्द भयो। सबको भित्र के भयो, ढुक 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 भयो। अघिसम्म कति खुसी थियो, बिचमा 2टा लास लडिँदै गयो। दाउदको 9 नारी गलेर आयो, बाचाको सन्दुकलाई अगाडि लाने आँट भएन। के गरौँ के गरौँ के गरौँ के गरौँ। दाउदलाई के भयो भनेदेखि नि, अगाडि लैजाउँ त अर्को पनि ढल्छ कि भन्ने डर, छोडौँ त्यहाँ छोड्नु सक्दैन, के गरौँ के गरौँ के गरौँ। यस्तो हेर्दा के देख्यो, एउटा घर रहेछ अलिक बाटोको पर, ओबेद एदोमको घर। दाउदले आफ्नो सारा कौशलको माथि साथेको छ। त्यहाँ गएर के भनेको छ, राखिदेऊला यो बाचाको सन्दुक। कस्तो चाहिँ भयो होला, त्यही बाचाको सन्दुकलाई छुँदा 2 जनाको लास लडेको त्यो चाहिँ कहाँ राखिदेऊ भन्दैछ, उसको घरमा राखिदेऊ भन्दैछ। दाउदले नि आफ्नो सारा टेन्सन को माथि हालेको जस्तो देख्छ, ओबेद एदोम माथि हालेको जस्तो देख्छ। अब राजाको हुकुम, ऊ फेरि अर्को ट्र्यापमा पर्यो। बाचाको सन्दुकले मर्ने हो, दाउदको तलवारले मर्ने, हेर्नुहोस् है त, उसको अगाडि उपाय नै छैन।
अनि त्यो बाचाको सन्दुकको हिस्ट्री चाहिँ अचम्मको छ है त। के चाहिँ अचम्मको छ भने 2 जना मान्छे अहिले छुने साथ के भएको छ, मरेको छ। तर बाचाको सन्दुकसित मान्छे मर्नु चाहिँ नयाँ कुरा थिएन। तपाईँ हेर्नुभयो भने तपाईँले समयको किताबमा हेर्नुहोस्, इजरायलबाट बाचाको सन्दुक लुटेर पलिस्तिर लगे अरे। जुन गाउँमा पनि लगेर राखे, गिर्खै गिर्खा गिर्खै गिर्खा, फोक्कै फोका, घावै घाउ निस्क्यो अरे, निस्क्यो अरे। उनीहरूले डरले लगेर उनीहरूको दागोन देउताको मन्दिरमा राखेको त भोलिपल्ट त मन्दिर खोल्दाखेरि देउताको टाउकै चुडिराखेको थियो, हातै चुडिराखेको छ। बाई को इन्सिडेन्स यस्तो भएको होला भनेर फेरि जोडजाड पारेर फेरि ढोका थुनेर गएको। भोलिपल्ट टाउको चुडिएको छ, देउताको खुट्टा चुडिएको छ। अनि पलिस्तीहरूलाई नि के भएको छ भनेदेखि एउटा त गिर्खाले सताएको छ, अर्को देउताको टाउको चुडिएको छ, ढुकढुक भएर नि त्यो बाचाको सन्दुक इजरायल नै फर्काइदिन्छु भनेको छ। अनि उनीहरूले एउटा गाडीमा हालेर इजरायलको एउटा गाउँतर्फ हालिदिएको छ। अनि बेथसेमेसको मान्छेले बाचाको सन्दुक परबाट आउँदै गरेको देखे अरे। अब तिनीहरू त इजरायलीहरू चिने है बाचाको सन्दुक भनेर। तर त्यहाँ दुई तीनजना चाहिँ अलिक उपद्रै मान्छेहरू रहेछ। बाचाको सन्दुक त मन्दिरमा मात्रै देखेको, पुजारी रगत छर्केको। बाहिर यहाँ देख्दैछ, हेरौँ होइन के छ भनेर गएर त्यो गोरु गाडीमाथि चढेर बाचाको सन्दुकको ढकनी खोलेर हेरेको मात्रै थियो अरे। 70 जना मान्छे चाहिँ त्यही दिनै पुक्लुक 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 मर्यो। त्यसको मतलब चाहिँ बाचाको सन्दुक चाहिँ एउटा चिज मात्र थिएन, त्यहाँभित्र चाहिँ के बस्थ्यो भने चाहिँ परमेश्वरको उपस्थिति बस्दथ्यो। उज्जा र अहिलेले छुने साथ मरेको छ, पलिस्तीले लाने साथ गिर्खा निस्केको छ, दागोनको मन्दिरमा हाल्ने साथ टाउको चुडेको छ, बेथसेमेसको मान्छेले दिनमा 70 जना मान्छे मरेको छ। ओबेदेदोमलाई थाहा छ त्यो सबैको थाहा। अब त्यो चाहिँ के गर्दैछ, दाउदले ल्याएर तैँले राख्दैन भन्दैछ। कस्तो चाहिँ भएर ढुक 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 राखौँ त म पनि मर्ने हो कि नराखौँ त दाउदले मलाई मार्ने हो कि राजाको हुकुम। तर राजाको हुकुम उसले अस्वीकार गर्न सकेको छैन। बाचाको सन्दुकलाई उसले नि घरमा राख्ने फैसला गरेको छ। तर सबैले तर भन्नुहोस् न। दाउद त्यो थन्काएर गयो। अहिले हाम्रो जमानामा मोबाइलमा टेक्स्ट आउँछ कि ओबेदेदोमको लास लड्यो भन्ने, ओबेदेदोमको वाइफ पनि ढल्यो भन्ने खबर आउँछ कि भन्ने नि टेक्स्ट मेसेज हो भन्दै पर्खेर बसिरहेको। ढुक 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 ढुक, अघि उज्जा लडेको, अहिले अयो लडेको, अब ढले कि बात्यो पनि गयो कि भन्ने। तर आज पर्ख्यो, पर्ख्यो, खबर आएन। 1 हप्ता पर्ख्यो, खबर आएन। 1 महिना पर्ख्यो, खबर आएन। अलिक दिन बेला त खबर त उल्टा पो आउनु थाल्यो। के आउनु थाल्यो भन्नुहोस् त, दाउदकोमा राजा ओबेदेदोमको परिवार त उन्नति भएर कहाँ माथि गएको छ, यति भएको छ, उन्नति भएको छ, फलिपाप भएको छ। उसको घरको दाउदले सायद मृत्युको खबर पर्खिँदैछ, तर खबर चाहिँ के को खबर आउनु थाल्यो, उन्नतिको खबर आउनु थाल्यो, वृद्धिको खबर आउनु थाल्यो। वृद्धि पनि यस्तो वृद्धि, यस्तो उन्नति, राजालाई आरिस लाग्ने। राजालाई जुन लाग्दैन। हेर्नुहोस् है त, तपाईँकोमा एप्पल 13 छ भनेको सुन्दाखेरि राजालाई आरिस लाग्दैन। उसले त्यस्तो त कति किन्नु सक्छ। हेर्नुहोस् है त, किनकि उसको लागि त्यो ठुलो कुरा होइन। तपाईँको एउटा गाडी छ भने राजालाई आरिस लाग्दैन, किनकि उसको स्ट्यान्डर्ड यति साह्रो अल्गो छ, सानोतिनो कुराले राजालाई आरिस लाग्दैन। तर ओबेदेदोमको घरको उन्नतिको खबर चाहिँ पक्कै पनि यत्रो साइजको पुगेको छ, दाउदलाई के लाग्नु सुरु भएको छ, हजुर हो त्यो त राख्नु दिनु हुँदैन, मेरोमा ल्याउनु पर्छ। अब कुरा चाहिँ के छ भनेदेखि नि, के चाहिँ यस्तो खालको कुरा छ, जसले गर्दा ओबेदेदोमको परिवार मरेन। त्यही बाचाको सन्दुकको उजार अयोले छुन्दा पुक्लोकै मर्यो। त्यही बाचाको सन्दुकको पलिस्तीले लुटेर लाँदा सारा गाउँमा के निस्क्यो, गिर्खा निस्क्यो। एकजना मान्छेले मात्र सबैलाई घाउ भयो। त्यही बाचाको
दागोनको मन्दिर माग्दा दागोनको टाउको चुडियो। त्यही बाचाको सन्दुकको बेथसेमेसको मान्छेले खोलेर हेर्दाखेरि चाहिँ 70 जना मान्छे एकै दिनमा मर्यो। तर त्यही बाचाको सन्दुक हो 3 महिना उसको घरमा बस्दा नि ओबेदेदोमको परिवार उन्नति भएर कहाँदेखि कहाँ पुग्यो। What was different about this family? यो परिवारको बारेमा के चाहिँ यस्तो खालको कुरा छ जो चाहिँ नि भिन्नै किसिमको छ अनि अरूलाई भयो घटेको घटना घटेन भनेर जब तपाईले भन्नुहुन्छ भनेदेखि बाइबलले त्यसको उत्तर दिएको छैन। साइलेन्ट छ भाइ। म जहिले नि सोच के चाहिँ थियो त प्रभु, के चाहिँ थियो त त्यो परिवारभित्र, त्यो के चाहिँ भेटेको भएदेखि, त्यो चाबी चाहिँ भेटेको भएदेखि नि म पनि उन्नति गर्ने थिएँ, मेरो मण्डलीले उन्नति गर्ने थियो भनेर हामीलाई लाग्यो। के चाहिँ थियो त ओबेदेदोम परिवारभित्र यस्तो खालको कुरा। अनि बाइबलले त्यो बारे केही पनि बाइबल जहाँ पनि मौन हुन्छ हामीले त्यस ठाउँमा खालि अनुमान मात्र लाउन सक्छौँ। अब अनुमानमा चाहिँ यसो हेर्दाखेरि नि 2-3 इन्डिकेटर्सहरू छ। पहिलो इन्डिकेटर चाहिँ के छ भनेदेखि नि ओबेदेदोमको हिस्ट्री। तपाईले पहिलो इतिहास 26 को 4 देखि 8 मा हेर्नुभयो भनेदेखि नि ओबेदेदोम चाहिँ लेवी खानदानबाट आएको मान्छे थियो, कोरह वंशी। अनि कोरह चाहिँ के हो, हारुनको नाति हो, आएको छ। अनि लेवी वंशको मान्छे हो। अनि लेवी भएको कारणले गर्दा मन्दिरमा बाचाको सन्दुकमा भएको परमेश्वरको उपस्थितिलाई कसरी चाहिँ पुजारीले सम्मान गर्थे, इज्जत गर्थ्यो, एउटा लेवी भएको कारणले गर्दा उसलाई थाहा छ। मन्दिरमा सन्दुक राखिन्थ्यो, पुजारी त्यसमाथि बलिदान चढाउँदथ्यो, परमेश्वरको उपस्थितिमा उनीहरू भय मान्दथे, इज्जत गर्दथे, सम्मान गर्दथे। यसो त हामी अनुमान लगाउन सक्छौँ एउटा लेवी ब्याकग्राउन्ड भएको मान्छेको कारणले गर्दाखेरि उसले परमेश्वरको त्यो सही तरिकाले उसले सम्मान गरेको छ अनि त्यसको कारणले गर्दा ऊ आशीषित भएको छ। तर सेकेन्ड इन्डिकेटर पनि छ। सेकेन्ड इन्डिकेटर चाहिँ के चाहिँ छ भनेदेखि नि मैले एक दिन जोसेफ प्रिन्सले बोलेको एउटा मेसेज सुन्दै थिएँ अनि उसले ओबेदेदोमको बारेमा भनेको रहेछ। ओबेदेदोमको बारेमा उसले चर्चा गर्दाखेरि चाहिँ भनेको छ ओबेदेदोम भनेको छ नि रगतको सेवक भनेर भनेको छ है त। ओबेदेदोमको मतलब चाहिँ रगतको सेवक। ओबेदेदोम भनेको रातो कुराको सेवक, सर्भेन्ट अफ रेड या रगतको सेवक। अनि हामी अनुमान लगाउन सक्छौँ त्यो बाचाको सन्दुकभित्र परमेश्वरको उपस्थिति बसेको छ अनि ओबेदेदोमले चाहिँ त्यसमा बलिदान ल्याएको छ। त्यसलाई एउटा बाकस सोचेको छैन, त्यसलाई एउटा चिज सोचेको छैन, तर त्यसभित्र उपस्थितिलाई चाहिँ उसले ब्लड चढाएको छ, त्यसभित्र बलिदान चढाएको छ, परमेश्वरलाई वर्शिप गरेको छ, परमेश्वरको लागि बस्ने ठाउँ बनाएको छ। अनि त्यसले उसको परिवार उन्नति भयो भन्ने हामी अनुमान लगाउन सक्छौँ। त्यहाँदेखि उसो नि जब दाउदले खबर पाएको छ कि ओबेदेदोमको घर चाहिँ उन्नति भयो अनि दाउदले आएर त्यहाँबाट लाँदाखेरि नि सेकेन्ड टाइम दाउदले डिफ्रेन्ट तरिकाले लगेको छ बाचाको सन्दुकलाई। कसरी लगेको छ भने जसै बाचाको सन्दुक ओबेदेदोमको परिवारबाट निकालेको छ, लेवीहरूले बोकेको छ त्यसलाई, अनि त्यो निस्किँदा 6 कदम हिँड्ने साथ दाउदले के चढाएको छ, बलिदान चढाएको छ। दाउदलाई यो आइडिया कहाँबाट आयो? उसले पक्कै पनि कसकोबाट सिकेको छ? हजुर ओबेदेदोमबाट क्लू पाएको छ। ए तँ किन मरिनस् 3 महिना, तेरो त उन्नति भयो, तैँले के चाहिँ गरिस् भन्दाखेरि ओबेदेदोमबाट थाहा पाएको हुनुपर्ने हो, राजा म त्यसको अगाडि दिन के चढाउँछु, बलिदान चढाउँछु, किनकि यसभित्र बस्ने परमेश्वरको उपस्थितिसित चाहिँ म डराउँछु, त्यसलाई म वर्शिप गर्छु, आराधना गर्छु, बाचाको सन्दुकलाई होइन तर त्यसभित्र बस्नुहुने परमेश्वरलाई चाहिँ म रगतको बलिदान चढाएर म सम्मान गर्छु, इज्जत गर्छु। दाउदले यसो मैले कहाँ चाहिँ मिस गरेँ भनेदेखि नि यहाँ चाहिँ मिस गरेछु। अनि 6 कदम हिँड्ने साथ उसले रगत चढायो भन्छ। कति मान्छेले त यहाँसम्म भन्छ एभ्री 6 स्टेपमा चाहिँ त्यो प्रोसेसन रोकिन्थ्यो,
तर बाइबलका स्कलरहरूको कन्ट्राडिक्सन छ, कतिले चढाए भन्छ, कतिले चढाएन भन्छ। तर एभ्री 6 स्टेपमा जाँदाखेरि चाहिँ बलिदान चढाउँदै कस्तो चाहिँ हुन्छ होला भन्नुहोस् त, रगत 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 बाटैभरि। अनि रगत मात्र होइन, हरेक ठाउँ बलिदान चढाएको ठाउँबाट के उत्पन्न हुँदैछ? धुवाँ यस्तो हुँदैछ, धुवाँ धुवाँ धुवाँ। दाउदले अचानक परमेश्वरको बस्नको लागि ठाउँ बनाएको छ, परमेश्वरको उपस्थितिलाई होस्ट गर्न उसले सिकेको छ। हेर्नुहोस् है त। अनि त्यति बेला चाहिँ उसले सक्सेसफुली त्यसलाई लिएर गएको छ। ओबेदेदोमको परिवारलाई हेऱ्यौँ भनेदेखि नि यो ओबेदेदोम यस्तो खालको मान्छे छ जसले परमेश्वरको उपस्थितिलाई सम्मान गर्ने कलालाई जानेको छ। बाचाको सन्दुकभित्र बस्नुहुने परमेश्वरको इज्जत गर्न उसले जानेको छ। म यसो सेफली अज्युम गर्छु, बाइबलले भनेको छैन, जबरजस्ती ठोका दिन सक्दैन, तर म अनुमानमा त लाउन सक्छु। ओबेद-एदोमको घरमा नि परमेश्वरको उपस्थितिलाई सम्मान र इज्जत गर्ने काम चाहिँ नि ओबेद-एदोमले एक्लै गरेन, उसका सारा परिवारले नै त्यो गरेको छ। हेर्नुहोस् है त। किनभनेदेखि हस्बेन्डले लिएर आउँदैछ, दाउदले दियो लिएर आउँदैछ, उस्तै वाइफ भादेको अघि दुईटा लास्ट लडेको नहाल नहाल भन्ने थियो होला होइन, पर्दैन हाल्नु, सुनेको थियो मैले गिर्खा निस्केको छ, नल्याउनु भन्ने थियो होला। तर नि उसको सारा परिवारले त्यसको लागि बस्ने ठाउँ बनाएको छ परमेश्वरको उपस्थितिको लागि। यो परमेश्वरको उपस्थितिलाई सम्मान गर्ने, इज्जत गर्ने, स्याहार गर्ने काममा ओबेदेदोम एक्लै छैन, उसको वाइफ लागि परेको हुनुपर्ने हो, उसको नानीहरू लागि परेको हुनुपर्ने हो। सारा परिवारले चाहिँ परमेश्वरलाई बस्ने ठाउँ बनाएको छ। तर त्यसको इम्प्याक्ट तपाईँले जब हेर्नुहुन्छ, तपाईँले हेर्दै लानुहोस् न, तपाईँले के चाहिँ देख्नु इतिहास 26को 4 देखि लिएर 8 पदमा यसरी लेखेको छ। ओबेद-एदोमका छोराहरू, अब ओबेद-एदोमको कुरा चाहिँ बादमा गएर इतिहासको किताबमा यसरी लेखेको छ। ओबेद-एदोमका छोराहरू जेठा समाया, माइला यहोजाबाद, साइला योआ, काइला साकार, अन्तरे नतनेल, अन्तरे इसाकार, कान्छा पुल्लतै। किनभने परमेश्वरले ओबेद-एदोमलाई आशिष दिनुभएको थियो। तिनका छोरा समायाका छोराहरू पनि थिए, तिनीहरू आफ्ना पिताको परिवारमा नायकहरू थिए, किनभने तिनीहरू खुब योग्यता भएका मानिसहरू थिए। समायाका छोराहरू ओत्नी, रपायल, ओबेद, तिनका कुटुम्ब एलिहु र समक्या पनि योग्यता भएका मानिसहरू थिए। यी सबै ओबेद-एदोमका सन्तानहरू थिए। तिनीहरू र तिनीहरूका छोराहरू र दाजुभाइहरू योग्यता भएका मानिसहरू थिए। अनि काम गर्नको लागि तिनीहरूको पर्याप्त शक्ति थियो। तिनीहरू 60 जना थिए। अब तपाईँले देख्नुहुन्छ है त, ओबेद-एदोमले त्यो बाचाको सन्दुकमा बसेको परमेश्वरको उपस्थितिलाई नि बलिदानद्वारा चाहिँ रेस्पेक्ट गरेको छ, सम्मान गरेको छ। उसको परिवारको उन्नति चाहिँ 3 महिना, तपाईँले 3 महिना भन्नुहोस् न, 3 महिना चाहिँ कम्ती टाइम हो। तर 3 महिनामा उनीहरूको खानदान कहाँदेखि कहाँ पुगेको छ? हल्ला चाहिँ कसकोमा पुगेको छ भन्नुहोस् त? राजाको दरबारमा। अहिलेको मोडर्न भाषामा भन्नुहुन्छ CNN को हेडलाइन। याद राख्नुहोस् है त। तपाईँलाई थाहा छ कि छैन, देशको प्रेसिडेन्ट या प्राइम मिनिस्टर हो भनेदेखि नि सारा देशभरिको अपडेट चाहिँ कहाँ जान्छ? हरेक दिन प्रेसिडेन्टको डेस्कमा जान्छ। इन्टेलिजेन्स एजेन्सीहरूले, FBI ले, CIA ले, हाम्रो देशको हो भने थुप्रो उयो इन्टेलिजेन्स एजेन्सी हुन्छ, उनीहरूले न्युजमा हेरेर रिसर्च गरेर देशको सबै न्युज चाहिँ प्राइम मिनिस्टर या प्रेसिडेन्टकोमा लान्छ। तर त्यसमा जाने न्युजहरू तपाईँलाई थाहा छ, छानिएर मात्रै जान्छ, जुनसुकै जाँदैन। पेचबोको टर्निङमा अस्ति गाडी ठोकिएर भन्ने खबरहरू जाँदैन। त्यो पनि घट्नै हो तर जाँदैन। कि जान्छ भन्नुहोस् त? जाँदैन। बाटोमा घटेको घटना, गाउँमा मान्छे झगडा परेको घटनाहरू जाँदैन। त्यो पनि न्युज, लोकल न्युजमा आउला, तर राजाको अगाडि पुग्दैन। राजाको अगाडि या प्रेसिडेन्टको अगाडि खबर क्वालिफाई पक्कै पनि के हुनु पर्यो? त्यो चाहिँ यति साह्रो ठुलो, सारा देशको ध्यान आकर्षण गर्न सक्ने म्याग्निट्युड भएको खबरहरू मात्रै त्यहाँ पुग्दछ। ओबेद-एदोमको परिवार मौलायो भन्ने घटना चाहिँ मामुली घटना थिएन। कसको दरबारमा पुगेको छ? राजाको दरबारमा
दरबारमा सुनाइन लागेको खबर छ नि, मामुली खबर होइन। होइन भन्नुहोस् न। राजाले सुनेको छ र आयो, दाउद राजा आएर नि, ए ओबेदेदोम के गरिछौ तैँले त, मैले गर्दा त मरेको थियो, अनि ओबेदेदोमबाट दाउदले चाल पाएको हुनुपर्ने हो, मेरो अनुमान है, त्यो क्लु। उसले त्यो ओबेदेदोमलाई के लाग्यो होला भन्नुहोस् त, विश्वास लाग्यो होला। 3 महिना कस्तो मजाको थियो, लग्यो राजाले लिएर गयो। तर ओबेदेदोमको परिवारभित्र नि त्यो आशिषको इम्प्याक्ट रहि नै रह्यो। अनि यस्तो चाहिँ रह्यो पढेको पदमा, पहिलो इतिहास 26:4 लिएर 8 पदमा चाहिँ के चाहिँ देख्नुहुन्छ भने, परमेश्वरले ओबेद-एदोमको घरानालाई आशिष दिनुभयो। सबैले आशिष भन्नुहोस् न। सबै कुरामा तिनीहरूको उन्नति भएको थियो। उनीहरूको छोराछोरी हेर्नुहोस् है त, 3 महिनामा चाहिँ नाता नातिनी पनातिनीहरू जन्मिँदैन। बाचाको सन्दुक 3 महिना मात्रै बस्यो गयो। तर यो घटनामा चाहिँ तपाईँले हेर्नुभयो भने ओबेदेदोमको छोराहरू जन्मे भन्ने छ, नाता नातिनीहरू जन्मे, पनातिनीहरू जन्मे। तर त्यो आशिषको इम्प्याक्ट चाहिँ तिनीहरूमा यस्तो चाहिँ देखा पर्यो। नेपाली भाषाको बाइबलले खालि यति मात्रै भन्छ, खुबै योग्यता भएका मानिसहरू थिए भन्छ, कोही ठाउँमा योग्यता भएका मानिसहरू थिए भन्छ, शक्ति पर्याप्त भएको मानिसहरू थिए भन्छ। तर यो खण्डलाई चाहिँ म न्यू लिभिङ ट्रान्सलेसनमा पढ्न मन पराउँछु। एनएलटीमा चाहिँ यसरी लेखेको छ 5 पदमा, अम्मिएल द 6th, इसाकार द 7th, पेलेथियाई भन्छ, God has richly blessed ओबेदेदोम। ओबेदेदोमको परिवारलाई परमेश्वरले आशिष दिनुभएको छ। Obed-Edom's son Shemaiah had sons with great ability who earned position of great authority in the clan. Obed-Edomको नानीहरू त नि समयकालमा गएर चाहिँ कस्तो मान्छेहरू भयो अरे, पोजिसन अफ ग्रेट अथोरिटी। सारा इलाकामा नि हाई पोजिसनहरुमा को आयो अरे, ओबेदेदोमको नानीहरू आएर। आमेन भन्नुहोस् न। पिपल अफ हाई अथोरिटी आयो अरे त। कसको घरानाको मान्छे? ओबेदेदोमको घरानाको मान्छे। त्यहाँ पनि हाई पोजिसनमा बसेको मान्छे छ, सन्तान केलाउँदै लगेन कहाँ पुग्छ? ओबेदेदोमको परिवारभित्र। अहिलेको भाषामा गभर्नर भने, सेनेटर भनेको जस्तो, या चिफ जस्टिस भनेको जस्तो, हाई कोर्टको जस्टिस भनेको जस्तो, जुनै पनि त्यो ठाउँमा नि उच्च ओहदामा भएको मान्छेको सन्तान चाहिँ के लाग्यो भने कसकोमा पुग्थ्यो अरे? ओबेदेदोमको परिवारमा। आमेन भन्नुहोस् न। किनकि उनीहरूले परमेश्वरको उपस्थितिलाई होस्ट गर्न जानेका थिए, सत्कार गर्न जानेका थिए, मन पराउन जानेका थिए। बाचाको सन्दुक त गयो, तर नि परमेश्वरको ब्लेसिङ त्यो खानदानमा रहिरहेको छ। साह्रो मजाको छ है त। पोजिसन अफ ग्रेट अथोरिटी भन्छ। अलिकति तल गयौँ भनेदेखि 8 पदमा लेखेको छ, all of the Obed-Edom, including their sons and grandsons, 62 of them in all were very capable men, well qualified for their work. ओबेदेदोमको खानदानमा अर्को के पनि थियो अरे, दे वर वेल क्वालिफाइड फर देयर वर्क, एक्सपर्टहरू थियो अरे। त्यसको मतलब नि म्युजिकको फिल्डमा माथि पुगेको मान्छेहरू, साइन्सको फिल्डमा माथि पुगेको मान्छेहरू, बिजनेसको फिल्डमा माथि पुगेको मान्छेहरू। कुनै पनि नि स्पेशलाइज वर्क जब कुरा आउँथ्यो, टप एक्सपर्टहरू त्यो इलाकामा नि जब पनि कसैले भेट्थ्यो नि, सन्तान केलायो भने कहाँ पुग्थ्यो रुट केलाएर? आमेन भन्नुहोस् न। बिजनेसमा टुप्पामा पुगेको बिलियनर जसले होल नेसनको बिजनेसलाई कन्ट्रोल गरिराखेको छ, यो मान्छे कहाँबाट आएको हो भनेर 2 पुस्ता उता चाहिँ के लाग्यो भनेदेखि नि बाजे चाहिँ को भेट्थे अरे? ओबेदेदोम। परमेश्वरले आज ठाउँमा लैजान चाहनुहुन्छ। पोजिसन अफ अथोरिटी, पोजिसन अफ इन्फ्लुएन्स, पोजिसन अफ एक्सपर्टिज। हेर्नुहोस् है त। तर यो सबै केबाट जन्मन्छ तपाईँलाई थाहा छ? होस्टिङ द प्रेजेन्स अफ गड। परमेश्वरको उपस्थितिलाई सम्मान गर्नु, इज्जत सत्कार गर्नु, उहाँका लागि ठाउँ बनाउनबाट। यसो त घरमा फ्यामिली प्रार्थना गर भन्दा नि अनुशासन होइन, यो चाहिँ परमेश्वरको इच्छा हो। चर्चमा पवित्र जीवन बिताऊ भन्नु छ नि, पास्टर बाउले तपाईँलाई ठोकेको होइन। परमेश्वरले तपाईँलाई उहाँको रिसोर्ससित, उहाँको योजनासित
हेर्नुहोस् उनीहरूको परिवारमा यसो हेऱ्यौँ भनेदेखि नि अर्को तपाईँले के पनि देख्नुहुन्छ यो तपाईँले न्यू लिभिङ ट्रान्सलेसनमा हेर्नुभयो भने कमसेकम 3 पल्ट चाहिँ के भनेको छ भने भेरी केपेबल म्यान। त्यसको मतलब नि जो पोजिसन उक्लेन, चिफ जस्टिस भएन, सेनेटर भएन, गभर्नर भएन, मिनिस्टर भएन, उनीहरू के भएको छ भने एक्सपर्टहरू भएको छ आफ्नो साइन्सको फिल्डमा, बिजनेसको फिल्डमा थिएका। तर सबै त त्यस्तो भएन, तिनीहरू पनि मामुली मान्छेहरू कोही पनि रहेन। भेरी केपेबल। उनीहरूको सन्तानै चाहिँ नि लुइरे कोही पनि थिएन। आमेन भन्नुहोस् न। माला त कोही पनि थिएन, धर्म रहने कोही पनि ठेलेर लडाइदिन सक्ने कोही पनि थिएन। तिनीहरू चाहिँ नि गहकिलो मान्छेहरू थियो, समाजमा ओहदा भएको मान्छे थियो, प्रभाव भएको, माथि पुग्नु नसक्नेहरू पनि मामुली चाहिँ बसेन। अनि ओबेदेदमको घरानामा गन्ती गर्नु यस्तो मान्छे चाहिँ जम्मा हुँदाखेरि कति हुन्थ्यो अरे? 62 जना थिए अरे। 62। क्रिसमसको बेला भएदेखि अब तेरो थिएन क्रिसमस बेला भएदेखि र सन्तानहरू बारबिक्यू गर्नु नि घरको पछाडिपट्टि ब्याकयार्डमा भेला भएर बारबिक्यू गर्दाखेरि यसो हेर्दाखेरि सेनेटरहरू बसिराखेको छ। आमेन भन्नुहोस् न। चिफ जस्टिस तिनीकै सन्तानभित्र छ, गभर्नर तिनीकै सन्तानभित्र छ, बिजनेसको बिलिनियर तिनीकै सन्तानभित्र छ, साइन्टिस्ट ब्रेनहरू तिनीकै परिवारभित्र छ। हेर्नुहोस् है त, कलाको फिल्डमा म्युजिकमा नाम चलेको मान्छे तिनीकै भित्र छ। केपेबल म्यान। आमाम त्यो भित्र जाँदा त जोसुकै गयो भने त इन्सेक्योर हुने। हेर्नुहोस् है त, मामुली कोही पनि छैन, लुइरे कोही पनि छैन। म जान्दिनँ तपाईँले ओबेदेदमको परिवार बाइबलमा हेर्नु भएको थियो कि थिएन, तर यो सब केबाट सुरु भयो तपाईँलाई थाहा छ? सिम्पल त्यो 3 महिना, those 3 months, त्यो 3 महिना चाहिँ ओबेदेदमको परिवारको लागि चाहिँ नि भविष्यको सारा खानदानको दिशा नै बदलने समय थियो। ओबेदेदमले बाचाको सन्दुकमा बसेको ईश्वरको उपस्थितिलाई चाहिँ रगतको बलिदानद्वारा सेवा गरेका थिए, सत्कार गरेका थिए। तपाईले परमेश्वरको उपस्थितिलाई चाहिँ मन पराउन सिक्नै पर्छ, इज्जत गर्नु सिक्नै पर्छ। यो चाहिँ सेवामा नबोल्नु भन्ने एटिट्युड हो। यो चाहिँ के तपाईँ उहाँसित डराउनुहुन्छ कि उहाँलाई इज्जत गर्नुहुन्छ? कति ठाउँमा जाँदाखेरि कुनै किसिमको लुगा नलाऊ भन्दा मान्छेले मन दुखाएर मैले कसको के खाएको छु भन्छ है त। यो कति छोटो या कति लामो लुगा लाउनु भन्ने होइन, हृदयको कस्तो पाराले बस्नु भन्ने पनि होइन, तपाईँको हृदयको एटिट्युड हो। प्रभु म तपाईँलाई मन पराउँछु, म तपाईँलाई इज्जत गर्छु, तपाईँको निम्ति बस्ने ठाउँ बनाउँछु। तपाईँ दुखित भएको मलाई मन पर्दैन, पास्टरको खातिर होइन, चर्चको खातिर होइन। प्रभु म तपाईँको उपस्थितिप्रति यति बेसी कन्खेरि पनि म तपाईँको मन दुखाउन चाहदिनँ, तपाईँलाई इज्जत गर्न चाहन्छु, सम्मान गर्न चाहन्छु। तपाईँले यो कलालाई चाहिँ व्यक्तिगत रूपमा सिक्नुभयो, परिवारको रूपमा सिक्नुभयो, अनि सानो होला तपाईँको अन्त बस्दैन। तपाईँ उँभो लाग्नुहुन्छै हुन्छ, वृद्धि हुन्छै हुन्छ। यसो त वृद्धि र उन्नति टेक्निकली पनि आउँछ, संसारको मानिसको तरिका हो भने, तर त्यसको लागि बल गर्नुपर्छ, मरिमेट्नुपर्छ। तर ईश्वरको आशिषले जब उन्नति ल्याउँछ नि त्यसभित्र विश्राम हुँदछ। मेरो प्रार्थना तपाईँहरूको मण्डलीका लागि यो हो, यो ठाउँमा नि ओबेदेदमको अनोइन्टिङ सधैँ बसिरहोस्। परमेश्वरको उपस्थितिलाई मन पराउने, सम्मान गर्ने अनोइन्टिङ। आउनुहोस् हामी तपाईँलाई प्रार्थना